चौबेलमा रहेको ऐतिहासिक स्तूप दर्शन गर्न जानुहुने भक्तजनहरूले चौबेलकै नजिकै स्थित रहेको हरियो तारादेवी भएको मन्दिर पनि दर्शन गर्न नबिर्सनुहोला र अवश्य नै यस देवीको पनि दर्शन गर्नुहोला। किनकि भनिन्छ यो हरियो तारादेवी स्वयं प्रकट हुनुभयो र मूर्तिको रूपमा यही नै बस्नुभयो। यसै कारण यो पनि विश्वास गरिन्छ कि तपाईँले आफ्नै इच्छा उहाँको अगाडि अथवा उहाँको दर्शन गर्नुभएर माग्नुभयो भने तपाईँको मनोकामना अवश्य नै पुरा हुने विश्वास गरिन्छ। भनिन्छ कि नेपालमा जब जब ठुला ठुला घटना घट्यो तब यस मूर्तिद्वारा पहिले नै सङ्केत गरिएको थियो। जस्तै 2072 सालको भूकम्प पहिले पनि यस मूर्तिको शरीरबाट आपसे आप पसिना बगेको थियो र कोरोनाको समयमा पनि यस्तै घटना घटेको थियो। यो मूर्ति स्वयं नै प्रकट भएको कारण यो मूर्ति बहुमूल्य छ। यसै कारण तपाईँहरूले चाबेल स्तूप दर्शन गर्न जानुहुने भक्तजनहरूले यस मूर्तिको पनि अवश्य नै दर्शन गर्नुहोला।